सो हेगा स्वागत छ तपाईँलाई आजको नयाँ भिडियोमा वान पिस च्याप्टर 1149 आइसकेको छ र आजको च्याप्टरमा चाहिँ फाइनली इमु छायाबाट बाहिर निस्केको छ। हामीलाई चाहिँ यो च्याप्टरमा चाहिँ गाइबान र समरको फाइट पनि देखाएको छ, साथै गुनको र ब्रुकको बिचमा कस्तो रिलेसन छ पनि भनेको छ। सो आजको यो भिडियोमा चाहिँ यो च्याप्टरको बारेमा सब थोक कुरा नै छौ। सो भिडियोलाई स्टार्ट गर्नुभन्दा अगाडि च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। च्याप्टरको अफिसियल टाइटल चाहिँ 1 सेकेन्ड हो र यसको मिनिङ चाहिँ हामीले पछि च्याप्टरमा पाउनेछौँ। साथै कभर पेजमा चाहिँ हामीलाई चाहिँ ब्युटिफुल कलर स्प्रेड हुन्छ जसमा नामी रबिनहरू चाहिँ मेडको ड्रेस लगाएको हुन्छ र लुफीलाई चाहिँ सर्भ गरिरहेको हुन्छ। यो पालि चाहिँ हामीलाई किन यमाटोको स्टोरी नदेखाएको हो। च्याप्टरको स्टार्टिङमा चाहिँ हामीलाई चाहिँ स्ट्रोयाटहरूको रियाक्सन देखाउँछ जसमा उसपले चाहिँ त्यो को हो भनेर सोध्छ र समर चाहिँ पीडामा कराउँदै थियो। उसप चाहिँ कन्फ्युज हुँदै समरलाई कसरी घाउ लाग्यो भनेर सोध्छ। गाइबानले चाहिँ उल्टै नै आफैलाई आई एम रस्टी भन्छ। गाइबानले चाहिँ आफ्नो एक्स घुमाउँछ र समरलाई अट्याक गर्छ जसमा समरले पनि काउन्टर अट्याक गर्छ र उसलाई चाहिँ माउन्टेन इटर एल्बाफमा कसरी आयो भनेर सोध्छ। समरले चाहिँ थोन रस नामको अट्याक गर्छ जसमा उसले चाहिँ यो अट्याक युज गरेकोले यहाँ पाइला टेक्नको लागि पनि ठाउँ छैन भनेर भन्छ। गाइबान चाहिँ हाँस्दै पुरानो समयको कुरा नगर भन्छ र उसपले चाहिँ के त्यो मान्छे चाहिँ क्यासलको मान्छे हो भनेर सोध्छ। रबिनले चाहिँ हो ऊ चाहिँ कोलोनको फादर हो र उसले चाहिँ लुफी र जोरोलाई चाहिँ यतिकै हराइदिएको थियो भन्छ। मैले सुनेको थियो उसको नाम चाहिँ स्कोपर गाइबान हो र ऊ चाहिँ रजरको लेफ्ट ह्यान्ड हो र यति बलियो मान्छे चाहिँ एल्बाफमा के गरिरहेछ भनेर सोध्छ। टपरले चाहिँ उसले अट्याक ल्यान्ड कसरी गर्यो भनेर सोध्छ। रबिनले चाहिँ म आफै हल्लिन सकिराखेको छुइनँ तर म चाहिँ आफ्नो पावर युज गरेर तिमीहरूलाई हेल्प गर्न खोज्छु भन्छ। जिम्बेले चाहिँ पर्दैन उसँग काडाहरूको पावर छ जसको कारणले गर्दा तिमीलाई घाउ लाग्न सक्छ भनेर भन्छ। हामीलाई चाहिँ ब्युटिफुल प्यानलमा चाहिँ गाइबानले समरलाई अट्याक गरेको देखाउँछ जसमा उसले चाहिँ समरलाई 2 टुक्रा गरिदिएको थियो। गाइबानले चाहिँ समरलाई अट्याक गरेर कोलोन रुकमा आउँदैछु भनेर भन्छ। स्ट्रोयाटहरू चाहिँ गाइबानले अट्याक गरेको देखेर तर्सिन्छ र चपर पनि गाइबानसँगै भाग्छ र मनमा नै सोध्छ कि उसले चाहिँ इमोर्टल भएको मान्छेलाई कसरी अट्याक गर्यो। हामीलाई चाहिँ किरिङगामका देखाउँछ जसमा उसले चाहिँ सब कुरा राम्रो भयो भन्छ र एन्जी चाहिँ साइडमा रुँदै थियो किनकि उसले चाहिँ लाइब्रेरी सबलाई आगो लगाइदिएको थियो। एन्जीले चाहिँ तिमीले गर्न सक्ने सबै कुरा गर्यो भन्छ जसमा किरिङगामले चाहिँ फेरि एउटा एरो लिएर चाहिँ लाइब्रेरीको हाउसमा हान्छ र एरोको कारणले गर्दा चाहिँ त्यो लाइब्रेरीको हाउस चाहिँ जल्न थाल्छ। त्यो लाइब्रेरी जलिरहेको चाहिँ रबिन र सौल दुवैले देखिरहेको हुन्छ र उनीहरू चाहिँ मनमा नै धेरै दुखी हुन्छ। सौलले चाहिँ यो तिम्रो गल्ती हो चिफ जारोल भन्छ र सौलले चाहिँ रुँदै हाम्रो पुर्खाले भनेको सबै कुरा हिस्ट्रीहरू सबै गयो भनेर रुन थाल्छ। किरिङगामले चाहिँ इग्निसन कम्प्लिट भयो र बच्चाहरूलाई छोडिदियो भनेर चाहिँ गुन्कोलाई भन्छ। रोनियाले चाहिँ आई एम सरी भन्छ र सब मेरै गल्ती हो भनेर रुन थाल्छ जसमा सबजना बच्चाले चाहिँ यसमा तिम्रो गल्ती केही छैन भनेर भन्छ र जाइन्टहरूले पनि यसमा तिम्रो गल्ती छैन भनेर कराउँछ। त्यसै बेला चाहिँ हामीलाई गाइबान आएको देखाउँछ र गाइबानले चाहिँ उनीहरूको कल्चर हिस्ट्री बच्चा मिलिटरी पावरहरू सबै उनीहरूको हो र तिमीहरूसँग चाहिँ यो छिन्ने केही हक छैन भनेर कराउँछ। गुन्कोले चाहिँ गाइबानलाई मेम्बर अफ पाइरेट किङ क्रू भन्छ र तिमीले चाहिँ रेसिस्ट गर्यो भने म यो सबै बच्चाहरूलाई मारिदिन्छु भन्छ। अरू बच्चाहरूले चाहिँ कोलोनलाई तिम्रो बुबा आयो भनेर भन्छ र गाइबानले चाहिँ कोलोनलाई तिमीले मलाई किन छिटै नबोलाएको भनेर गाली गर्छ। त्यो देखेर चाहिँ कोलोन खुसी हुन्छ र अब उनीले चाहिँ हामीलाई बचाउनु हुन्छ भन्छ। गुन्कोले चाहिँ यो बच्चाले मलाई लास्टै च्यालेन्ज गरेको छ म एउटा बच्चालाई मार्न सक्छु भनेर सोध्छ। गुन्कोले चाहिँ कोलोनको घाँटीमा आफ्नो तरवार हाल्छ र गाइबानलाई चाहिँ तिमीले हल्लियो भने म यो बच्चालाई मारिदिन्छु भन्छ। गाइबानले चाहिँ हामीले लाइब्रेरीलाई पनि बचाउन सक्छौ एल्बाफलाई पनि बचाउन सक्छु तर मैले चाहिँ 1 शटमा नै यो मान्छेलाई मार्नु पर्यो। गाइबानले चाहिँ कोलोनलाई 1 सेकेन्डको लागि रुक मलाई थाहा छ तिमी स्ट्रङ छौ भनेर भन्छ। कोलोनले चाहिँ बुझ्यौ बुबा म वरियरको छोरो हो र उसलाई मार्नु भनेर भन्छ। गुन्कोले चाहिँ कोलोनलाई हामीले एकजना मान्छेलाई मार्यो भने त्यो कहिले फर्किँदैन भनेर भन्छ। हामीलाई चाहिँ पास्टमा देखाउँछ जसमा गाइबानले चाहिँ आफ्नो छोरालाई चाहिँ माया गर्दै थियो र उसले चाहिँ यो चाहिँ मेरो सबैभन्दा ठुलो ट्रेजर हो भनेर भन्छ। राइप्लीले चाहिँ कोलोनलाई बाँच है बाँच भन्छ र हामीलाई चाहिँ गुन्कोले चाहिँ कोलोनको घाँटीमा सोड घुसाएको देखाउँछ। त्यो देखेर गाइबान चाहिँ रिसाउँदै मैले अहिले यसलाई रोकेन भने यो सबै कुरा बिग्रिन्छ भनेर भन्छ र अट्याक गर्छ। गुन्कोले चाहिँ कोलोनको घाँटीमा सोड घुसाइदिन्छ र त्यो देखेर चाहिँ गाइबानले रुक म सरेन्डर गर्छु भनेर भन्छ। गुन्कोले चाहिँ गाइबानले सरेन्डर गरेको देख्ने बित्तिकै उसले अट्याक गर्छ र गाइबानलाई चाहिँ आफ्नो एरोले चाहिँ उसको छातीमा घोप्दिन्छ। गाइबानलाई चाहिँ त्यो एरो लाग्ने बित्तिकै ऊ चाहिँ रुखबाट खस्छ र कोलोन चाहिँ ड्याडी ड्याडी भन्दै रुन थाल्छ र हामीलाई चाहिँ चपर चाहिँ उसलाई बचाउन गएको देखाउँछ। गाइबानले चाहिँ मलाई माफ गरिदियो भनेर भन्छ र कोलोन चाहिँ रुँदै तपाईँलाई घाउ लागेको छ भन्छ। कोलोन चाहिँ ड्याडी भन्दै रुन थाल्छ र गुन्कोले चाहिँ ड्याडी फादर के हो भनेर भन्छ। गुन्कोले चाहिँ यो मेमोरिजहरू के हो भनेर भन्छ र हामीलाई चाहिँ एउटा इमेज देखाउँछ जसमा ब्रुकले चाहिँ एउटा सानो बच्चाको हात समाटेको हुन्छ। ब्रुकले चाहिँ मेरो सपना पाइरेट हुने हो भन्छ। हामीलाई चाहिँ स्ट्रोयाटहरूको ठाउँमा देखाउँछ
जसमा उसले चाहिँ नि अब यहाँबाट निक्लिने हेर्नु पर्यो भनेर भन्छ। स्ट्रो ह्याटहरूको ठाउँमा चाहिँ नि गुनको आउँछ र गुनकोले चाहिँ नि ब्रुकलाई चाहिँ नि आई एम सरी भनेर भन्छ। हामीलाई चाहिँ नि समरले कुरा गरेको देखाउँछ जसमा उसले चाहिँ नि व्हाट आर यु डुएलिङ फर भन्छ र किरिङगामले चाहिँ नि होली ल्यान्डमा चाहिँ नि आगो लाग्यो भनेर भन्छ। हामीले चाहिँ नि एउटा भोइस सुन्छौँ जसमा हामीलाई चाहिँ नि मिलिटरी पावर चाहियो भनेर भन्छ र बच्चाहरूले चाहिँ नि गुनकोलाई के भयो भनेर भन्छ। गुनकोको फेस चाहिँ नि डरलाग्दो देखिरहेको थियो र उसले चाहिँ नि मु साल सो यु वाट इट टु बी रुड बाय अ गड भनेर भन्छ जसमा त्यो वर्ड चाहिँ नि इमुको हुन्छ। हामीलाई चाहिँ नि पहिलोचोटि इमुले चाहिँ नि कुनै मान्छेको हेल्प लिएर चाहिँ नि बोलेको देखाइएको छ। यो चाहिँ नि इमुले चाहिँ नि होली नाइटहरूलाई कन्ट्रोल गरेकोले भएको होला। यही क्लिफ ह्याङ्गरसँग आजको च्याप्टर चाहिँ नि यता नै सिद्धिन्छ र आजको च्याप्टर तपाईँलाई कस्तो लाग्यो भनेर कमेन्टमा लेख्न नबिर्सनु होला। साथै एनिमे र मांगाको रिभ्यू नेपालीमा हेर्नलाई च्यानललाई सब्स्क्राइब भिडियोलाई लाइक गर्न नबिर्सनु होला। धन्यवाद।